भनेपछि तपाईँ अहिले जापानमा चाहिँ कुन चाहिँ भिसामा आउनुभएछ, कुन चाहिँ भिसामा हुनुहुन्छ? म चाहिँ ब्याचलर भिसामा आएको हो होइन। कस्तो रहेछ भन्दाखेरि त्यहाँ अब धेरै कुरा बुझ्यो। म एक त एउटा स्टुडेन्ट भिजामा पहिले गरेको, रिजेक्ट भएको कारणले चाहिँ अलिक समय वेट गरेँ होइन। भनेपछि तपाईँको पहिला स्टुडेन्ट भिसामा एप्लाई गर्नुभयो, त स्टुडेन्ट भिसामा एप्लाई गर्दाखेरि चाहिँ रिजेक्ट भएर अहिले ब्याचलर भिसामा आउनुभएछ? हजुर हजुर, त्यो नै भन्नुपर्छ। कस्तो भयो भन्दाखेरि अब पहिला हामी चाहिँ अब 12 क्लास क्लियर गरिदियो। त्यस पछाडि कस्तो रहेछ भन्दा अब यहाँको बारेमा थाहा थिएन नि त। अहिले अब सोसियल मिडिया आयो, सबैले अब तपाईँ हामीले जस्तो अलिकति अब होइन सोसियल मिडिया युज गर्ने अब तपाईँ हामी जस्तो मान्छेले चाहिँ यहाँ आइसके पछाडि यहाँको इन्फर्मेसन दिन लाउनु भयो नि त। अहिले अब छ्यापछ्याप हेर्ने हो भने जापानमा के छ, कस्तो छ, भिजाहरूदेखि लिएर होइन, एजेन्टहरूदेखि लिएर कसले कतिमा ल्याउँछ भन्ने कुरा त अहिले टक्क मोबाइलमा सर्च गरेर हेर्न पाइयो नि त। त्यति बेला भनेको निकै कम थियो।